चैत्र महिनाको सिंह राशिफल लिएर आएको छु। चैत्र महिनामा सिंह राशि हुने व्यक्तिहरूको लागि आर्थिक स्थिति के कस्तो छ, वैदेशिक यात्राको के कस्तो योग छ, शुभ योग छ कि छैन, वैवाहिक जीवनको लागि के कस्तो छ, प्रेम जीवनको लागि के कस्तो छ, पारिवारिक स्थिति, नोकरी, व्यवसाय, शिक्षा र स्वास्थ्य सम्बन्धित सम्पूर्ण जानकारी लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। 2081 साल चैत्र महिनामा सिंह राशि हुने व्यक्तिहरूको आर्थिक स्थितिको कुरा गरौँ भने हजुरको लाभ भावको स्वामी बुधको स्थिति ठिक छैन। धन नोक्सान र खर्च बढी हुन्छ। कतैबाट धन आए पनि खर्च भइहाल्छ। तर मङ्गलको लाभ भावमा गोचरले समस्याको समाधान गर्ने कार्य गर्छ। केही तपाईँको समाधान पनि गर्न सक्छ। व्यवसायको कुरा गरौँ भने व्यवसाय गर्ने व्यक्ति सचेत रहनु, सोचेर सम्झेर लगानी लगाउनु होला, किनकि नोक्सान हुने चान्स बढी छ। रिस्क कम लिनु होला। नोकरीको कुरा गरौँ भने नोकरी गर्नेहरूको लागि यो महिना त्यति राम्रो छैन। सन्तुष्टि नमिल्न सक्छ, मेहनत बढी हुन सक्छ, आफ्नो कार्यालयमा सङ्घर्ष बढी गर्ने स्थिति आउन सक्छ। जो व्यक्तिले नोकरीको तयारी गर्दै हुनुहुन्छ हजुरको लागि चाहिँ अलि सङ्घर्ष बढ्ने देखिरहेको छ। वैदेशिक यात्राको कुरा गरौँ भने वैदेशिक यात्राको लागि पनि त्यति राम्रो छैन। सङ्घर्ष नै गराउँछ होइन। सोचेको बेलामा परिणाम रिजल्ट चाहिँ सोचेको बेलामा आउँदैन। यात्रा सम्बन्धित कार्य ढिलोतिर जान्छ, ढिलो हुन्छ भए पनि पढ्न विदेश जान खोज्ने व्यक्तिहरूको लागि यो महिना सङ्घर्ष नै छ। हुन्छ काम अलिकति ढिलो हुन्छ। प्रेम सम्बन्धित कुरा गरौँ भने पञ्चम भावको स्वामी बृहस्पतिको स्थिति त्यति मजबुत छैन। व्यस्तता बढ्छ र प्रेमीप्रति समय मिल्दैन र मङ्गलको दृष्टिले झगडा पनि गराउन सक्छ। दुईजनाको बिचमा केही चाहिँ झगडाहरू भइरहन सक्छ। आठौँ भावको शुक्र र राहुको साथमा युति व्यक्तिलाई चाहिँ वासनात्मक गराउन सक्छ। विचारलाई कन्ट्रोल गर्नुहोला, नकारात्मक नसोच्नुहोला। वैवाहिक जीवन जसको विवाह भइसक्यो उहाँहरूको कुरा गरौँ भने वैवाहिक जीवनमा पनि त्यति राम्रो छैन, झैँ झगडा हुन सक्छ। दाम्पत्य जोडी बिचमा चाहिँ स्वास्थ्यमा समस्या आउन सक्छ। आफ्नो जोडीको स्वास्थ्यको पनि ख्याल गर्नुहोला। एउटा आगो भए अर्को पानी हुने प्रयास गर्नुहोस्। राईलाई चाहिँ पहाड नबनाउनुहोस्। सानो सानो कुरालाई कोट्याइराख्ने काम नगर्नुहोला। शिक्षा सम्बन्धित कुरा गरौँ भने बृहस्पतिको स्थिति त्यति राम्रो छैन। शिक्षामा विघ्न बाधा आउन सक्छ। मन भट्किन्छ, मन चाहिँ शिक्षाप्रति त्यति राम्ररी लाग्दैन। त्यही भएर विशेष ख्याल गर्नुहोला। हजुरको मन चाहिँ शिक्षाभन्दा पनि बढी घुम्न फिर्नमा, डुल्नमा, खानापिनामा यस्तै चिजहरूमा बढी लाग्न सक्छ, मोबाइलमा है। त्यही भएर विशेष ख्याल गर्नु। स्वास्थ्य सम्बन्धित कुरा गरौँ भने सूर्यको यो महिनाको स्थिति त्यति राम्रो छैन। स्वास्थ्यमा समस्या आउँछ। मौसम फेरिएर जो समस्याहरू आउँछ त्यो चाहिँ अलिक बढी देखाइ पर्न सक्छ यो राशि हुने व्यक्तिहरूको लागि। टाउको दुख्ने समस्या, शरीर दुख्ने समस्याले सताउन सक्छ। निन्द्रा र व्यायामको ध्यान दिनु। निद्रा चाहिँ भरपूर्ण लिनुहोला, व्यायाम गर्नुहोला, सादा भोजन गर्नुहोला। पारिवारिक स्थितिको कुरा गरौँ भने हजुरको चाहिँ दोस्रो भावको स्वामी बुध ग्रह चाहिँ नीचको छन्। परिवारमा विवाद, झैँ झगडा दिन सक्छ। केही न केही चिजहरूलाई लिएर परिवारमा चाहिँ मनमुटाव भइराख्न सक्छ है। सानोतिनो चिजहरूमा विवाद हुन सक्छ। त्यही भएर विशेष केयर गर्नुहोला। उपाय र सल्लाहको कुरा गरौँ भने आइतबार नुन नखानु होला। विशेष ख्याल गर्नु, आइतबारको दिन नुन नखानु। सूर्यलाई जल चढाउनु। आदित्य हृदय स्तोत्रको चाहिँ हजुरहरूले युट्युबबाट भए पनि पाठ सुन्नुहोला। आइतबारको दिन सूर्यलाई जल चढाएपछि ओम सूर्याय नमः भन्दै 108 पटक जाप गर्नुहोला। आफ्नो इष्ट देवताको नामको जाप गर्नुहोला। आइतबारको दिन सकभर माछा मासु नखानुहोला। विशेष गरेर हजुरले चाहिँ यो महिना यो ख्याल राख्नु, कोही पनि चिजमा होइन हल्का ढिलो सुस्ती भइरहेको छ भने नआत्तिनु होला है। कसैले केही भन्दो भने विवाद नगरिहाल्नु होला, झगडा नगरिहाल्नु होला र कोही पनि व्यक्तिसँग चाहिँ मधुर व्यवहार गर्नुहोला। विवाह भइसकेको छ भने दाम्पत्यसित राम्रो व्यवहार गर्नु, परिवारसित राम्रो व्यवहार गर्नु है। किन भनेपछि सूर्य ग्रह चाहिँ पिता कारक ग्रह हो। त्यस कारणले गर्दा पिताको, आफ्नो परिवारको चाहिँ विशेष तपाईँले सेवा गर्नु, विशेष ख्याल राख्नु। यति गर्नुभयो भने हजुरहरूलाई यो महिना त्यति अशुभ हुँदैन। हजुरको यो महिना पनि एकदमै शुभ होस्। धन्यवाद।